मेरो पनि 7-8 वर्ष भएछ नि मेरो पनि 7-8 वर्ष भएछ नि उमेर ससुराजी आउनुभयो माग्न भनेर बाबाले नि दिनुभयो कन्यादान गरेर वर वधु दुवैको अंठा समाएर हिरामती रत्नहरू दिन मैले सकिन शुद्ध कन्या दिएँ मैले राम्रो गर्दिन हिरा मोती रत्नहरू चाहिँदैन हामीलाई गृहलक्ष्मी दिनुभयो धन्य बाबालाई गृहलक्ष्मी दिनुभयो धन्य बाबालाई हिरा मोती रत्नहरू चाहिँदैन हामीलाई गृहलक्ष्मी दिनुभयो धन्य बाबालाई अष्टपर्वत शिलाको पूजा सबै गरेर बिदा दिए बाबाले जाऊ भनेर वर वधु दुवैलाई कुर्सीमाथि राखेर बिदा दिए आमाले आँसु झारेर बाबा आमा भाइ बहिनी जान आँटे छोडेर खोला नाला पाखा पर्वत सुन्ने पारेर अरे के गरौँ छोरीको जन्म पाएँ अघि नै चुकी कर्ममा हारी आएँ राम्रा बिरुवा लगाएँ बढाएँ लत्तामा लतिका गाछीमाथि चढाएँ नफुल्दै नफल्दै सबै साडी अहिले बिराना थलामा पर जानु मैले छोरी कसो गरी अन्भाउँ विवाह छ आज सुकु सुकु गरी रुन्छन् बन्द भो काम काज नरौ छोरी तिमी खुसीसित जाऊ घरमा फलोस् फुलोस् राम्रो आशिक तिम्रो शिरमा मलाई बिदा दिई कसो गर्नु होला तपाईहरुको कति चित्त रोला ए नानी त्यसो नभन्न बा मन रुन्छ हाम्रो नगइकन त नहुने नपार नराम्रो घरमा गएर पतिलाई ल्याऊ सम्धिनीको काम सघाइदेऊ जता हेर्दछु पनि लाग्छ साह्रै उराठ गए मेरी आमा छुटे काखबाट गए मेरी आमा छुटे काखबाट